यसरी भन्दै गर्दाखेरि सबैजनाको यस्तो डाउनफलको मोमेन्टमहरू आउँछ नै हैन। यो अहिले तपाईलाई यो भनौँ न 30% पोर्टफोलियो डाउन भयो, 60% पोर्टफोलियो डाउन भयो, 50% पोर्टफोलियो डाउन भयो। यस्तो त मेरो लाइफमा पनि मजाले घटेको थियो हैन। जति बेलामा भनौँ न एउटा सानो एक्जाम्पलै लिने हो भने यो किस्ट ब्याङ्कको सेयर, एस डेभलपमेन्ट ब्याङ्कको सेयर 1450 रुपियाँमा किनेर अनि त्यो बेच्नु पर्ने बेलामा त्यो 1180 1100 को इन्डेक्समा किनेर बेच्ने बेलामा त्यो 300 को इन्डेक्समा 350 को इन्डेक्समा बेच्ने बेलामा 140 रुपियाँ 150 रुपियाँमा बेचेको, 1400 मा किनेको स्टक 150 रुपियाँमा बेच्नुपर्ने, त्यो 80% 70% 90% गुमाउँदाखेरिको क्षण पनि मसँग अहिले पनि सम्झिने बेलामा ताजै छ हैन। सो अहिले सम्झिने बेलामा मैले के हेर्छु भन्दै हो त्यसले त मलाई एकदम राम्रो लेसन सिकाएको थियो। के लेसन सिकाएको थियो भन्दाखेरि यसरी हामीले जहिले पनि एन्टिसिपेट गरेर हावातालमा हावाको भरमा कसैले भन्यो भन्दैमा यसरी लगानी गर्ने नै आफैले सोच विचार गरेर कसरी चाहिँ आफ्नो नलेजलाई यसमा चाहिँ कसरी एक्सपर्टिज लेभलमा कसरी जान सकिन्छ। अब यो लेभलबाट मैले आफैले गएर अहिलेसम्म चाहिँ अब यो लेभलमा पुग्न सकेको